आदरणीय दर्शक महानुभावजीहरू हाम्रो आजको यस बृहत् सांस्कृतिक कार्यक्रममा केही अतिथि ज्यूहरूको आगमन भइसकेको मैले जानकारी प्राप्त गरेको छु। त्यसैगरी शिवराज नगरपालिका 9 नम्बर वार्डका वार्ड सदस्य श्री लक्ष्मी भेटराई ज्यू यदि जाँदै हुनुहुन्छ भने स्टेजमा परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी रामनरेश चौधरी ज्यू हाम्रो शिवराज नगरपालिका 9 नम्बर वार्डका वार्ड सदस्य हुनुहुन्छ यदि जाँदै हुनुहुन्छ भने स्टेजमा परिचित भइदिनुको लागि म हार्दिक अपिल गर्न चाहन्छु। त्यसैगरी सरिता सुनासुरा पनि स्टेजमा परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी जोगबहादुर पुन्ज्यूलाई पनि स्टेजमा परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हर हर महादेव। भर्खरै तपाईले सोनिया बिसीको शानदार एकदमै धमाकेदार नृत्य प्रस्तुति निहालिसक्नु भएको छ। आदरणीय शिवभक्तज्यूहरू शिवगढी मन्दिर आफैमा पनि समुद्री सतहबाट 954 मिटरको उचाइमा अवस्थित रहेको छ। त्यहाँको बाटो त्यहाँको यात्रा केही कठिनाइ भए पनि भगवान शिवले हामीलाई छुट्टै खालको आनन्दता छुट्टै खालको उमङ्ग र ऊर्जा चाहिँ प्रदान गर्ने भएको हुँदाखेरि हामीलाई त्यस्तो खास चाहिँ कुनै पनि खालको चाहिँ ठगाइ चाहिँ नहुने कुरा हामी यहाँहरूमा जानकारी गराउन चाहन्छौँ। शिवगढी मन्दिर आफैमा पनि धार्मिक र पर्यटकीय स्तरले अत्यन्तै सम्भावना बोकेको स्थान हो र त्यहाँ पुग्दा यति राम्रो चाहिँ प्राकृतिक दृश्यहरूको चाहिँ हामीले विशेष गरी आनन्द चाहिँ लिन सक्छौँ भन्ने कुरा यदि तपाईँ त्यहाँ पुग्नुभयो भने त्यसको प्रत्यक्ष चाहिँ अवलोकन तपाईँ आफै पनि गर्न सक्नुहुनेछ भन्ने कुरा यहाँहरूमा हामी सबै नै जानकारी गराउन चाहन्छौँ। पक्कै पनि आदरणीय दर्शक महानुभावजीहरू विशेष गरी